जोरदार थपड़ी के संग उनका बधाई दिए। मंच पर बतावा साहब हम आदरणीय दुर्गाकांत झा सर के जो निरंतर 20 वर्ष संस्था संगे आबद्ध रहलखिन मुदा स्वास्थ्य में समस्या अयला के कारण से किस दिन से संस्था से आबद्ध नहीं छथिन, लेकिन संस्था संगे कोनो न कोनो रूप में वो जोड़ले छथिन। तो उनका विशेष सम्मान करवा कार्यक्रम रहलै। हम मंच पर बतावा साहब दुर्गाकांत झा सर के और उनका आज प्रमुख अतिथि विशिष्ट अतिथि और आज कार्यक्रम के खास करके संस्था के संचालक नवल यादव जी संघ उनका संयुक्त रूप में सम्मान करते। तैना हम मंच पर बतावा चाहब आदरणीय हाम्रो यस बोर्ड स्कुलको 25औं वार्षिक उत्सवमा सभापतिको आसन ग्रहण गर्नुभएका यस विद्यालयका संस्थापक श्री रामदेव यादवजी, त्यस्तै प्रमुख अतिथि डाक्टर रामप्रसाद राय सर, त्यस्तै विशिष्ट अतिथिमा हाम्रो रामाशिष यादव सर, हाम्रो लरेन सर, यस गाउँपालिकाका प्रमुख हाम्रा अभिभावक श्री भोगेन्द्र विश्वज्यू, त्यस्तै हाम्रा राष्ट्रिय जनक माविका हाम्रा प्रोफेसर विनोद शाह सर, त्यस्तै युवा नेता मेरो भाइ श्री विजय यादवज्यू, यस लक्ष्मी गाउँपालिकाका पूर्व उपमेयर श्रीमती नीलकला यादवज्यू, त्यस्तै युवा नेता श्री रोशन यादवज्यू, त्यस्तै गोपाल रावज्यू लगायत यहाँ विभिन्न विद्यालयबाट पढ्नुभएका हाम्रा सरहरू, सँगसँगै हाम्रा यस विद्यालयका अभिभावकज्यूहरू र यस विद्यालयमा कार्यरत शिक्षक शिक्षिका लगायत विद्यार्थी भाइबहिनीहरू सबैमा आज हामी यो यस विद्यालयको 25औं वार्षिक उत्सव भन्नाले रजत जयन्ती मनाउन गइरहेका छौँ। यस उपलक्ष्यमा हामी सब विद्यालयको तर्फबाट सम्पूर्णमा यो कार्यक्रमको रजत शुभकामना दिन चाहन्छु। आज हामी यो 25औं वर्षमा प्रवेश गर्दाखेरि एउटा साधारण पारामा खोलिएको यो विद्यालय, जुन यस विद्यालयको नामाकरण मेरो बुवा अङ्कलहरू उहाँहरूको नामबाट जुन एउटा नामाकरण गरियो विवेक भनेर र 2057 सालमा स्थापना भएको विद्यालय मैले 2064 सालमा यस विद्यालयको पहिलो एसी ब्याच निस्किने बेलामा मैले आफ्नो जिम्मामा लिएर त्यसपछि मैले यो यात्रा सुरु गरेँ र आफू पढ्दै गर्दाखेरि विभिन्न ठाउँहरूमा गइयो, कहिले पश्चिम धनगढी, कहिले काठमाडौँ, कहिले जनकपुर, कहिले इन्डिया साउथ इन्डियाको आन्ध्र प्रदेश लगायत विभिन्न ठाउँहरूमा घुम्दै गर्दाखेरि आफूले बटुलेको ज्ञानहरू र मेरो अग्रजहरू म जसको सङ्गतमा रहेँ उहाँहरूले मलाई कुनै एउटा बाटो देखाउनु भयो। विद्यालय कसरी चलाइन्छ, के पूर्वाधार हामीहरूलाई आवश्यक पर्छ, अझै पनि मलाई त्यसरी नै मेरो अभिभावकहरूले गाइड गर्नुहुन्छ र आगामी दिनमा पनि मलाई यस्तै निरन्तर गाइड गर्नुहुन्छ भन्ने मैले आशा पनि गरेको छु। सम्पूर्णले मलाई जुन एउटा सुझाव दिनुभयो, जसरी मैले सबबाट ज्ञान लिँदै एउटा कम्प्लिट स्कुल भन्नाले भौतिक पूर्वाधारदेखि बच्चाहरूको खेलकुदको मैदान लगायत हरेक रङको प्रयोगशालाहरू, विज्ञान, कम्प्युटर, त्यसपछि लाइब्रेरी, अहिले आएर एउटा डिजिटल युगमा अहिले स्मार्ट बोर्डको जमानामा अहिले पढाइ अब व्हाइट बोर्डबाट हटेर स्मार्ट बोर्डमा आइसक्यो। हामीले त्यो कुराहरू पनि एडप्ट गर्दै अब अहिले स्टार्टिङमा
केही क्लासहरूमा स्मार्ट बोर्ड हामीले लगाई फेरि त्यसलाई अरू क्लासहरूतिर पनि पढाउँदै जाने योजना राखेका छौँ र जसरी टेक्नोलोजीमा यो अहिलेको युग परिवर्तन भइरहेछ हामीले विद्यालयलाई पनि त्यसरी आफ्नो परिवर्तन गर्दै अगाडि बढ्नेछौँ र सधैँभरि यहाँका अभिभावकज्यूहरू मेरा अग्रजहरू यस पालिकाका हाम्रा अभिभावक श्री भोगेन्द्र विश्वज्यू लगायत सबैजनाले मलाई फेरि पनि अझै पनि मैले गर्नुपर्ने केही सुधारहरू छ हामीले गर्नुपर्ने केही छ भने यहाँहरूले मलाई सुझाव दिनुहुन्छ होला भन्ने आशा पनि गरेको छु र अहिलेसम्मको 25 वर्षको यात्रामा मैले फेरि यो सबै क्रेडिट मैले आफू लिन खोजेको पनि होइन मैले गरेको मात्रै होइन म त एउटा अब भनौँ न अभिभावक रूपमा विद्यालयमा अगाडि बढेँ र मलाई साथ दिने यहाँका एउटा साधारण कर्मचारी जो जुन सरौ भए पनि र शिक्षक शिक्षिका होस् या मेरो गुरुजीहरू होस् सबैजनाले मलाई माया गरेर उहाँहरूले मलाई धेरै सहयोग गर्नुभएको छ उहाँहरूको सहयोग बिना हामी यो ठाउँमा आउन सक्दैनौँ होला भन्ने मैले महसुस गरेको छु र विद्यालयको स्थापना कालदेखि लिएर जुन आज 25 वर्ष पुरा भएको छ त्यतिखेर हाम्रो केही सरहरू हुनुहुन्थ्यो परमेश्वर यादव सर उहाँ अहिले पनि कार्यरतै हुनुहुन्छ र हामीले आशा अझै पनि उहाँ 5-10 वर्ष अझै पढाउन सक्नुहुन्छ भन्ने हामीलाई पनि आशा लागेको छ त्यस्तै हाम्रा दुर्गाकान्त झा सर पनि धेरै समयसम्म हाम्रो विद्यालयमा कार्यरत स्थापना कालदेखि हुनुहुन्थ्यो धेरै समयसम्म हामीलाई यहाँ विद्यालयमा साथ दिनुभयो र 2 वर्षदेखि बिचरा उहाँको अलिकति शारीरिक अवस्था त्यति राम्रो नभएकोले उहाँले 2 वर्ष अगाडि अलिक छोड्नु पर्यो विद्यालय र फेरि पनि यो विद्यालयलाई आजको अवस्थामा यो ठाउँमा ल्याएर तपाईँले जुन मलाई साथ सहयोग दिनुभएको छ त्यसको लागि म विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिका यहाँका कर्मचारीहरू मेरा अभिभावकज्यूहरू लगायत यस पालिकाका सम्पूर्ण पदाधिकारीज्यूहरू सबैजनालाई फेरि पनि म धन्यवाद दिन चाहन्छु र यति भन्दै म आफ्नो मन्तव्य दिन्छु। हस्, धन्यवाद।